हेलो नमस्कार सबैजनालाई अनि गुड मर्निङ है। र आज चाहिँ मेरो रेस्ट हो है। तपाईँलाई थाहै छ शनिबार मेरो रेस्ट हो र भोलि ड्युटी लाग्छ। र अहिले चाहिँ अलिक ढिलो उठेँ है। र त्यही भएर अब चाहिँ उठ्नु आँटेको साथीभाइ है। ल त साथीभाइ अब चाहिँ अलिकति रुमहरू साफसुफ गर्नेछु है। र फ्यानहरू पनि पुस्नुपर्ने छ, त्यही भएर फ्यानहरू पुस्छु। र अलिकति वासरुममा माकुराको जालहरू पनि लागेको छ, त्यो पनि झार्नेछु आज चाहिँ। र हेर्दै गर्नु होला है। र यता चाहिँ मेरो बुढिया ऊ चाहिँ ओछ्यान फटाउँदैछ। अब यहाँ अलिकति बेड सारेर यहाँ माथि चढेर यो फ्यानलाई पनि आज चाहिँ मर्मत गर्नुपर्ने छ साथीभाइ, एकदम मैला भएको छ। र फ्यान पनि पुसिन्छ अनि अलिअलि रुमहरू पनि सफा गरिन्छ। आज चाहिँ मेरो रेस्ट हो र आजको काम यस्तै छ है। तपाईँहरूलाई यस भ्लगमा देखाउने छु, छोटो भए पनि तपाईँहरूले अन्तसम्म हेरिदिनु होला है। यो चाहिँ मेरो हस्बेन्डले आज छुट्टी हो, फ्यान सफा गर्नुहुँदैछ। कति दिन भयो नचलाएको? कति महिना भयो? बेलुका सुत्नु सक्दैन गरम भएर हो। फ्यान चलाएको छैन, फेरि हामीले सफा गरेर मात्रै चलाउँला भनेर हामी सल्लाह गरेर चाहिँ, त्यही भएर आज मेरो बुढाको रेस्ट थियो, त्यही भएर चाहिँ फ्यान सफा गरेको। अब सफा सुग्घर गरेर खानासाना खाएर चाहिँ रेस्ट गर्नुपर्छ। आज बुढाको रेस्ट हो। माकुराको जालहरू त छैन रहेछ है। औ हिजो चाहिँ सफा गरेको। म रुममै हुन्छु नि त, माकुराको जालहरू त म सफा गर्नु सक्छु, तर फ्यान चाहिँ मलाई डर लाग्छ। यसरी सफा गर्नुपर्छ, यसरी चेयरमा चढेर त्यहाँदेखि यसरी सफा गर्नुपर्छ। लडी गयो भने डर लाग्छ। अहिले भने घाम मात्रै लागिरहेको छ, मात्रै भन्दा पनि त्यस्तो यो होइन, हल्का घाम लागिरहेको छ। म बिहान उठेर लुगाहरू धुँदै गरेँ, पूजा गरेँ, चिया खाजाहरू खाएँ, त्यहाँदेखि चाहिँ स्टार्ट गरेको फ्यान पुस्नु। यहाँ चाहिँ सेतो भइरहेको हुँदो रहेछ है, कस्तो पावर्स हार्दिकको पावर्स मात्र धेरै तपाईँ हाइट गर्थ्यो होला। अस्ति अलिक फेरि मेरो हाइट गर्थ्यो, हाइट अलिक घट्छ मेरो कुरा अलिक अल्को भइरहेको थियो। यसरी चेयरमा चढेर गर्नुपर्छ। सब्जी खानु महिना महिना त्यो आज 29 तारिक हो, 31 तारिक है महिना। के गर्नु, बुढा पनि छौँ, नानी पनि घरमा छ, स्कुल पढ्दैछ उता घरमा। अब चाहिँ म वासरुममा छु है। यहाँ चाहिँ एकदमै नलाग्दो माकुराको जाल लागिरहेको छ हो। यो माकुराको जाल चाहिँ झारेको छु, पुरा माकुराको जाल, माकुराको जालै जाल छ यो। खोइ तपाईले उयो गर्नु नि, त्यो टेक्निक सक्छ भयो भने डर डर चाहिँ सफा गर्नु पर्दैन। बाथरुम त्यो सफा गर्ने त्यो चाहिँ बाथरुम यो चाहिँ के भनेको नुहाउनुपर्छ, सफा सुग्घर राख्नुपर्छ, मैला बस्नु हुँदैन। त्यो भएर मात्र एकदमै सफा 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 भयो तपाईँले किन सफा गर्ने त्यहाँ नहुँदैन त होइन, नहुँदैन। सफा गर्दैछ मेरो बुढीले। यस्तो छ घाम लागिरहेछ, मेरो किन सुकाइ उता खोला छ, खोला राम्रो देखिन्छ। यो चाहिँ रङ्गित खोला हो, माथिको हो रङ्गित खोला। यो पारि चाहिँ बेङ्गल, यो पारि चाहिँ बेङ्गल, यता चाहिँ बेङ्गल। यो कालो चाहिँ पुरा चियापत्ती छ, यहाँबाट देख्दैन। भित्रबाट चियापत्ती छ, अस्ति हामी घुम्नु गएको, पुरा चिया 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 टी गार्डन छ। अनि यो चाहिँ सुन्तलाको बोट, फुलेको पनि छैन फलेको पनि छैन। यसपालि त पोहोरको साल त अलिकति फलेको थियो, यसपालि त फलेको पनि छैन, फुल पनि छैन। कतिखेर उयो त कहिले यस्तो सिजन। यो परेको चाहिँ यो चाहिँ पावर हाउस हो, मेरो हस्बेन्डले ड्युटी गर्नुहुन्छ यहाँ। यो चाहिँ मेरो हस्बेन्डले ड्युटी गर्ने जग्गा यस्तो छ। यस्तो छ माथि चाहिँ पुरा घरि गर्छ, यस्तो छ। सक्यो सबै सडक चिरिक बनाइदिए। सडक चाहिँ यो मैले सफा गरेर अघि तपाईँले कहाँ झारेको थियो त्यो सफा गर्नु त अलिक
त्यो पनि अब एक दिन मजाले सफा गर्नुपर्छ। लो साथीभाइ अब मैले चाहिँ रुमहरू पनि सफा गरेँ है र वासरुमहरू सब सफा गरेँ है। अहिले चाहिँ भने मैले सबै सफा गरिसकेँ अनि रुमहरू पनि पुसपास गरि पनि सकेँ। सबै पुसेर सफा सुग्घर गरिसकेँ, सबै मिलाएँ। अब चाहिँ खाना बनाउँछु। सबै मैले मिलाइसकेँ, चटक बनाएँ, रुमहरू पनि पुसपास पनि गरेँ। फाइनल्ली अहिले चाहिँ मैले खाना सब्जी पनि बनाइसकेँ। सब्जी पाक्यो, अन्डा अनि खाना मैले पकाएँ, खाना पनि पाकिसक्यो अनि सब्जी पनि पाकिसक्यो। अब चाहिँ खानुपर्छ, भोक पनि लागेको जस्तो भयो हो। अब चाहिँ खानुपर्छ खाना सब्जी। र साथीभाइ हाम्रो चाहिँ खाना पनि रेडी भयो है र सबै रुम सुम सफा गरेर यताउता आज छुट्टी थियो। खाना पनि एकदम रेडी भइसकेको छ है। यहाँ खाना यहाँनिर अन्डा करी सादा बनाएको छ है, उले बनाएको र अब चाहिँ हामी खान्छौँ। र आजको भिडियो यस्तै थियो साथीभाइ। तपाईँहरूलाई मन पऱ्यो भने लाइक सेयर कमेन्ट अनि सेयर गरिदिनु होला भन्न चाहन्छु। धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।